राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासपा परिवर्तनको नारा लिएर सत्तामा आयो, तर अहिले प्रश्नले घेरिएको छ। आखिर के हुन् त ती प्रश्नहरू अनि पार्टीको जवाफ के छ? आउनुहोस् आज यसैको चिरफार गरौँ। आजको चर्चा नयाँ पार्टी र कडा प्रश्न, 13 दिने मन्त्री, सरकारको हतारो अनि सहकारी प्रकरण। यो सब सुरु भयो एउटा नम्बरबाट, 13। एक मन्त्री मात्रै 13 दिनमै पदबाट बाहिरिए। यही घटनाले रासपाको मूल नारा जान्नेलाई छान्ने माथि नै प्रश्न उठ्यो, के छनौट नै गलत थियो त? तर रासपाले भन्यो यो राइट टु रिकल हो, पार्टीको सिद्धान्त भन्दा बाहिर गए फिर्ता बोलाइन्छ। पार्टीको तर्क छ कति दिन भन्ने होइन, मुख्य कुरा त गल्तीलाई ढाकछोप गरिएन जुन पुरानो चलन थियो। विवादको चुरो थियो श्रम मन्त्री दीपक शाह र उनकी श्रीमतीको नियुक्ति। पार्टीले यसलाई स्वार्थ बाजिएको ठान्यो। अब अर्को प्रश्न, सरकारको हतारो। धमाधम पक्राउ पर्छन् तर केही समयमै छुट्छन्। किन? के यो काम गरेको देखाउने हतारो मात्र हो? यसले कानुनी प्रक्रियालाई कमजोर बनाउँदैन र? राजपापाको जवाफ कानुनी छ। पक्राउ पर्नु भनेको दोषी हुनु होइन, यो त अनुसन्धानको एक पाटो मात्र हो। यो कुनै राजनीतिक स्टन्ट होइन, बरु कानुनले आफ्नो बाटो लिइरहेको छ भन्ने उनीहरूको भनाइ छ। पार्टीभित्रै पनि सबै ठिक छैन भन्ने हल्ला छ कि त्यहाँ साँच्चै शक्ति सङ्घर्ष चलिरहेको छ त? तर पार्टी भन्छ हामी व्यक्तिमा होइन विधिमा चल्छौँ, निर्णयहरू सिद्धान्त अनुसार हुन्छन्, व्यक्ति हेरेर होइन। मन्त्री वा अन्य पद छनौट योग्यता र आवश्यकता हेरेर भएको हो, गुटबन्दीले होइन भन्ने उनीहरूको दाबी छ। अब कुरा गरौँ सबैभन्दा ठुलो र पेचिलो मुद्दाको, सहकारी प्रकरण। यो सबैभन्दा गम्भीर चुनौती हो। मुख्य प्रश्न, सहकारी ठगीमा मुछिएका जीवी राय कहिले पक्राउ पर्छन्? सबै यही सोधिरहेका छन्। र यही प्रकरणले गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेलाई पनि जोड्छ। आखिर सम्बन्ध के हो? पार्टीको जवाफ यस्तो छ, दोषी जोसुकै होस् कानुन लाग्छ, र त्यो सम्बन्ध राईमाथि आरोप लाग्नुभन्दा पहिलेको हो। सरकारको पहिलो प्राथमिकता पीडितलाई न्याय दिनु हो। यसबाट भविष्यका लागि ठूलो पाठ सिकिएको पार्टीको भनाइ छ। समग्रमा पार्टीको सन्देश एउटै छ, हाम्रो नियत सफा छ, काम गर्दा गल्ती हुन्छ तर हामी सिक्न तयार छौँ। रासोपा आफ्नो यो सुरुवाती चरणलाई नयाँ प्रणाली बनाउने यात्रा भन्छ, जहाँ हरेक गल्ती सिकाइको अवसर हो। प्रश्न यहीँनिर उठ्छ कि यो नयाँ पार्टीले यी अग्नि परीक्षाहरू पार गरेर आफूलाई साँच्चै फरक साबित गर्न सक्ला?